हेलो साथीहरू, आज चाहिँ मैले भेज बिरयानी बनाउँदैछु। अनि के हालेर बनाउँदैछु त हजुरहरूलाई देखाउँदैछु है। यो बिन्स भयो, अनि यो आलु भयो, यो गाजर, फुलकोपी, पनिर, अनि यो प्याजलाई चाहिँ फ्राई गर्छु म। अनि यो अदरक लसुन हरियो मिर्ची पिसेको छु मैले। अनि यो हरियो धनियाँ, अनि यो दही, अनि यो घरमा बनाएको देसी घिउ। अब यो प्याज चाहिँ यस्तो ब्राउन भइसक्यो, यसलाई चाहिँ मैले निकाल्छु टिस्यु पेपरमा। जो प्याजलाई फ्राई गरेको थिएँ मैले होइन, यही तेलमा चाहिँ पनिरलाई पनि फ्राई गर्दैछु है। अब मैले चाहिँ यही तेलमा यो सानो अलैँची, ल्वाङ, त्यहाँदेखिको मरिचलाई कुटेको छु, यसलाई हालिदिन्छु। अनि तेजपत्तालाई पनि हालिदिन्छु मैले यहाँ। अनि एउटा प्याजलाई चाहिँ अलिक ठुल्ठुलो पारेर काटेको छु मैले। अनि यसलाई पनि यहाँ फ्राई गर्छु। साथीहरू, मैले जो पहिला काटेको थिएँ सब्जीहरू चाहिँ, यो सबै सब्जीहरू चाहिँ यहाँनिर हालिदिन्छु। हजुरहरूलाई मन पर्छ भने त्यो बनाएर तेलमा लगाएर घरमा टेस्ट गर्नुलाई कस्तो लाग्छ। त्यही हामी भेज बिरयानी मन पर्छ भने यसरी नै साथीहरू बनाएर टेस्ट गर्नु होला। भेज बिरयानी हरियो परियो सब्जी भएको बेलामा हर सब्जीहरू मिक्स गरेर बनाउँदा पनि राम्रो हुन्छ। अब मैले चाहिँ यसमा जो दही देखाएको थिएँ हजुरहरूलाई मैले, त्यसमा दही हाल्छु। यसरी हल्का चलाइदिनु होला। अनि चलाएपछि चाहिँ यसलाई चाहिँ बन्द गर्नुपर्छ। फ्राई गरेको थिएँ, अब चाहिँ मैले कुकरमा राखेको छु। कुकरमा राखिसकेपछि मैले जो मैले पहिला फ्राई गरेको थिएँ प्याजहरूलाई चाहिँ यसरी राख्दैछु। यसरी राखेर बिरयानी मसलालाई पनि हल्का हाल्दैछु यसरी माथिबाट। अनि जो मैले हरियो धनियाँ काटेको थिएँ साथीहरू, हरियो धनियाँलाई पनि यसरी राख्दैछु। मैले चाहिँ 2 कप चावल भिजाएको थिएँ। अब यो चावललाई हाल्दैछु मैले। साथीहरू, मैले चाहिँ चावल हाल्दैछु। चावल यसरी माथिबाट यस्तरी हाल्दिनु होला। अब चाहिँ मेरो बिरयानी रेडी हुन आँटेको छ साथीहरू। मैले जो देसी घिउ भनेको थिएँ होइन, घिउलाई चाहिँ माथिबाट यस्तरी हालिदिनु होला। घिउ बेगर त सधैँ आउँदैन थियो, देसी घिउ हाल्यो भने त एकदमै राम्रो। आफूलाई जति हाल्नु मन लाग्छ त्यति हाल्नुहोस् होला। हरियो खोर्सानी राख्दैछु काटेर यसरी 3टा खोर्सानीलाई काटेर। मेरो बिरयानी चाहिँ बनिसक्यो। यस्तो भयो साथीहरू, टेस्ट गरेर बताउँछु है। साथीहरू, बिरयानी चाहिँ बनिसकिसक्यो, टेस्ट गरेर बताउँछु। हजुरहरूलाई पनि भेज बिरयानी मनपर्छ भने होइन घरमा यसरी बनाउन सक्नुहुन्छ।